दर्शकबिन नमस्कार। यो अहिले देखिरहनुभएको दृश्य मध्य प्रदेशको हुलाकी राज्यमा रहेको कमला नदीको कमला पुलको विगत 14 वर्षदेखि कमला नदीको यो पश्चिम भाग देखाउँदैछु। र यो विगत 14 वर्षदेखि पछि बनेर भासिएको पहिलो चरणमै भासिएको पुल हो यो। र त्यति बेला सङ्घ सरकारले अनुगमन नगरेपछिको यो भ्रष्टाचारको नमुना हो। र यो स्ल्याबहरू जुन भासिएको भागहरू देख्दैछ जहाँ केही एक्सकाभेटरहरूले केही मर्मत गर्ने कार्यहरू गरिरहेका छन्। त्यस्तै यो जेन्जी आन्दोलनपछि कुलमान घिसिङ भौतिक पूर्वाधार मन्त्री भएपछि यस ठाउँमा आएर यो कमलाको पुललाई कमला नदीलाई आवत जावत गर्ने आवत जावत सहज होस् भन्ने हिसाबले गरिएका केही कार्यहरूको यहाँ हामी देखाउँदैछौँ। जुन बालुवामा हिँड्नुपर्ने बाध्यता छ र अहिले पनि केही कम मात्रामा एक्सकाभेटरले मिलाएर अलिकति सहज बनाएको अवस्था छ र मधेसले भोग्दै आएको पीडा यथावत रहिरहेको छ। अब जेन्जी आन्दोलन पश्चात जुन किसिमले कमला नदीलाई कमला पुललाई टार्गेट गरेर मधेसलाई बदनाम गरेर मधेसीलाई बदनाम गरेर जुन देखाइएको थियो र तामझाम गरिएको थियो त्योसँग त्यस्तो खासै केही कार्य प्रगति भएको देखिएको छैन। अब यहाँनिर पानी बगिरहेको छ, हिउँदमा बग्ने बाटो पानीले आफ्नो तय गरेको छ र यहाँनिर कलभट निर्माण गरिएको छ। अब यो फेसबुकमा देखिएअनुसार सामाजिक सञ्जालमा देखिएअनुसार कार्य प्रगति त्यस्तो खासै केही देखियो। अब यहाँनिर पुरानै तरिका पुरानै बाँसको वातावरण बनाउने प्रत्येक वर्ष र यो महिनौँ बितिसक्दा पनि यो कलभट निर्माण भएको छैन। अझै पनि कति दिन लाग्ने हो त्यसको यकिन गर्न सकिएको छैन। अब भ्रष्टाचार भएको छैन भनेर यहाँनिर भन्नु छैन भन्ने कुनै पनि ठाउँ छैन। किनभने जुन किसिमको बजेट छुट्याइयो हिउँदमा मात्रै प्रयोग गर्नको लागि, तर हिउँद पनि अब सकिने बेला आइसकेकोले यस्तो यो छोटो काम सानो अवधिको लागि यति धेरै बजेट हालेर जुन काम गरिँदैछ त्यो पक्कै पनि फागुन 21 गतेको चुनावलाई प्रभावित गर्ने हिसाबले कार्य गरेर देखाइँदैछ। तर यसले दीर्घकालीन समस्याको समाधान हुन्छ भन्ने कुनै पनि एङ्गलबाट कुनै पनि कोणबाट विश्वास गर्न सकिँदैन। किनभने यसको एउटा मात्रै विकल्प हामीले देखिरहेका छौँ अथवा बुझ्नुपर्ने हुन्छ। सङ्घ सरकार र प्रदेश सरकारले जुन किसिमको यो कमला पुल बनाउने माथि प्रतिबद्धता आएको छ, दुवैजनाले आफ्नो बजेट हालेर एउटा नयाँ पुल निर्माण होस्, नयाँ तरिकाले होस्, राम्रो होस्, भ्रष्टाचार नहोस्, सुशासनको नमुना होस् भन्ने हामीले आग्रह गर्दछौँ। र चुनावमा यस किसिमको बहकाउमा परेर यो किसिमको यो भ्रष्टाचार भएको छैन, यो तत्कालीन कार्यहरूलाई जुन किसिमले अतिरञ्जित गरिएको छ त्यस्तो नहोस्। यथार्थ बुझौँ, मधेस बचाउँ, मधेसी बचाउँ र सुशासन होस्, भ्रष्टाचार नहोस्। धन्यवाद।